के तपाईँले अनलाइनबाट घरमै बसेर मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँले एकदमै सजिलै आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्न सक्नुहुनेछ। यदि तपाईँले राष्ट्रिय परिचय पत्र नम्बर लिनुभएको छ भने अनलाइनबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँ आफ्नो मोबाइलको कुनै ब्राउजरमा जानुहोला। ब्राउजरमा गइसकेपछि तपाईँले यहाँ माथि सर्चमा गएर तपाईँले apply.vr.election.gov.np तपाईँले यो राखेर सर्च गर्नुभयो भने तपाईँले यस वेबसाइटमा पुग्न सक्नुहुनेछ। तपाईँले यहाँ यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ। यहाँ आइसकेपछि तपाईँले नयाँ नाम दर्ता गर्नको लागि चाहिँ नयाँ दर्तामा क्लिक गर्नुहोला। त्यसपछि तपाईँले यहाँबाट माथि सार्नुभयो भने चाहिँ यहाँ राष्ट्रिय परिचय पत्र नम्बर राख्ने ठाउँ देख्न सक्नुहुनेछ। तपाईँले यहाँ राष्ट्रिय परिचय पत्र नम्बर राख्नुपर्ने हुन्छ र अगाडि बढ्नुपर्ने हुन्छ। राष्ट्रिय परिचय पत्र नम्बर मैले यहाँ राखेर देखाउँछु तपाईँहरूलाई। राष्ट्रिय परिचय पत्रको नम्बर राखिसकेपछि तपाईँले तलपट्टि जन्ममिति राख्नुपर्ने हुन्छ। जन्ममिति चाहिँ तपाईँले एडीमा राख्नुपर्ने हुन्छ। जन्ममिति राखिसकेपछि तपाईँले यहाँ पहिलो नाम अङ्ग्रेजीमा भनेको छ, तपाईँले यहाँ नाम मात्रै राख्नुहोला। तपाईँले थर राख्नु भने पर्दैन। यहाँ तलपट्टि देख्न सक्नुहुनेछ सही उत्तर हाल्नुहोस् भन्ने छ। तपाईँले चाहिँ यहाँ सही उत्तर हाल्नुहोला। यहाँ चाहिँ 1 - 0 लेखेको छ। 1 - 0 गर्दा 1 नै हुन्छ। त्यसैले चाहिँ यहाँ म अगाडि बढ्छु। NIN-बाट विवरण प्रमाणीकरण गर्नुहोस् भन्नेमा क्लिक गर्नुहोला। यहाँ क्लिक गरिसकेपछि तपाईँले यहाँ यस्तो देख्न सक्नुहुनेछ। तपाईँ अगाडि बढिसकेपछि यहाँ चाहिँ सबै कुराहरू भरेर नै आएको छ। हाम्रो राष्ट्रिय परिचय पत्रबाट चाहिँ सबै विवरणहरू यहाँ आइसकेको छ। तपाईँले तलपट्टि मतदान स्थलको नाम चाहिँ तपाईँले छनौट गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँले अर्कोमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँले यहाँ सम्पूर्ण विवरणहरू देख्न सक्नुहुनेछ। तपाईँले यहाँ हेर्नुहोला र तपाईँले तलपट्टि मोबाइल नम्बर र इमेल एड्रेस राख्नुहोला। इमेल एड्रेस र मोबाइल नम्बर राखिसकेपछि तपाईँले फेरि अर्कोमा क्लिक गर्नुहोला। अर्कोमा क्लिक गरिसकेपछि तपाईँले यहाँ सम्पूर्ण विवरणहरू भरेर नै आएको छ। तपाईँले भने यहाँ दुईवटा काम गर्नुपर्ने हुन्छ। एउटा चाहिँ नागरिकताको किसिम छनौट गर्नुहोला। त्यसपछि तपाईँले तलपट्टि गएर यहाँ स्थायी ठेगानामा तपाईँले क्लिक गरिदिनु होला। स्थायी ठेगाना जस्तैमा बक्समा यति गर्न साथ तपाईँले अर्कोमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँले यहाँ अपाङ्गता रहेको भए तपाईँले यहाँ होमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँले कस्तो खालको अपाङ्ग हो चयन गर्नुहोला। यदि अपाङ्ग होइन भने चाहिँ तपाईँले होइनमा क्लिक गरेर अर्कोमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँले यहाँ मातृभाषा छनौट गर्नुहोला। तपाईँको मातृभाषा के हो यहाँ छनौट गर्नुहोस्। त्यसपछि तपाईँले यहाँ आफ्नो समूह वर्ग पनि छान्नुपर्ने हुन्छ। आफ्नो समूह वर्ग छान्नुहोस्। त्यसपछि तपाईँले यहाँ तलपट्टि शैक्षिक योग्यता दिनुपर्ने हुन्छ। तपाईँको शैक्षिक योग्यता कति हो तपाईँले यहाँबाट छनौट गर्नुहोला। त्यसपछि तपाईँले फेरि अर्कोमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ सम्पूर्ण विवरणहरू भरेर आइसकेको छ। तपाईँले यहाँ एकपटक पुनरावलोकन गर्नुहोला। सम्पूर्ण विवरणहरू सही छ भने चाहिँ तपाईँले दर्ता गर्नुहोस्मा क्लिक गर्नुहोला। यदि तपाईँले यसलाई डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँले यस क्लिक गर्नुहोला र डाउनलोड गर्न चाहनुहुन्न भने चाहिँ नोमा क्लिक गर्नुहोला। यो दर्ता भइसके पश्चात चाहिँ तपाईँलाई एउटा मेसेज मार्फत जानकारी गराइनेछ र त्यस मार्फत तपाईँलाई नम्बर पनि प्रदान गरिनेछ। यसरी तपाईँले अनलाइनबाट नै घरमै बसी मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ।
यिनी थियो आजको छोटो जानकारी। तपाईँलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। मैले यस्तै विभिन्न जानकारीमूलक भिडियोहरू लिएर आउने गर्दछु र भिडियो मन परेमा लाइक र सेयर गरिदिनुहोला। अर्को नयाँ भिडियोमा भेट हुनेछ। त्यतिन्जेलसम्मको लागि म गोविन्द नेउपाने बिदा हुन्छु। नमस्कार, धन्यवाद।